आज चाहिँ दसैँको दिन रहेछ म बिहानै उठेँ त्यस्तै 6 बजीतिर अब फ्रेस भएँ टक्क म आगो फुक्न लगेको छु है This is my house and this is my work time आजको दिन चाहिँ फेरि त्यस्तो खासै राम्रो चाहिँ भएको छैन मौसम एकदम च्यालेन्जतिर छ घाम लागेको छैन एकदम पानी पर्न लागेको जस्तो हुँदैछ टिकाको तयारी हुँदैछ हाम्रो ल अब टिकाको साइड भयो है चिज टिका लाउने हामी तयारी छौँ तर मौसम चाहिँ एकदम पुरै कालो बादल भइरहेछ मेरो दसैँको नयाँ लुगा यही हो आज टिका लाएर हो टिका लाउने छु आज कति रुपियाँ पाउने हो कोनी बाबुले आज कति रुपियाँ दिनुहुने कोनी विचार गर्दैछु कति पाउँछु होला आमा कति पाउँछु होला हाम्रो खानेकुराहरू अघि रेडी भइसकेको छ ल गाइस my final look कस्तो छ my finally look if this like as you can see and this is our second floor this house this is third floor of top आज कस्तो भने 2082 साल असोज महिनाको 16 गते बिहिबार शुभ दशैं शुभ दीपावली र कस्तो भने सबै राजा देवता देवी देवता सबै पुर्खाहरूले मानिरहेको आज बडा दशैं शुभ दिन छोराछोरीलाई आफूभन्दा आफ्नो मान्यताबाट आशीर्वाद सबै छेद भेद भूत आशीर्वाद नछोइदिनुहोस् यो त्यस्ता पाउने सबै हिँड्दाखेरि ठेस नहुँदाखेरि केस हिमाल जस्तो उच्च आयो समुद्र जस्तो समुद्र जस्तो हिमाल जस्तो शत्रुलाई इष्टमित्र सबै बुझाइ खाने सबैसँग जिब्बामा शक्ति सबै मनमा सबै शुद्ध र पवित्र रहोस् हिजो सबै कीर्ति त नारायणले मात्रै राख्नु जस्तै एउटा कीर्ति त त्यस्तै कीर्ति राख्नुहोस् पर्दैन Ciplagi. त्यही भाजा दिनु कि रोटी Bakti mani perta bisa lihat. No.
मजा पैसा थाप्न गएको हाम्रो बाबु जाने भन्नुहुन्थ्यो तर म गएँ अन्त पैसा लिनु कसैमा गाउँघर डेली राख्नु पऱ्यो त्यही भयो नि जस्तो नि मौसमले एकदम साफ दिइरहेको छ हो तर पानी पर्ला जस्तो छ र परि चाहिँ हालेको छैन पर्न चाहिँ आँटेको छ भसकमा पुगेर आउनु चाहिँ नपरोस् है हो लगाइदाज त पानी पर्छ भने त खतरा घाम पो लाग्यो मलाई त पसिनै छुटाइदियो त ल चाहिँ पारि हाम्रो देवाकोमा म चाहिँ मान पुऱ्याउँदै टिका लाउनु गइरहेको छु ए हो चप्पल हो चप्पल आमामा लगाएछ म चाहिँ पल्लो डाँडादेखि पल्लो डाँडाको गाडी भयो है ए सर जानुपर्ने हो धानबारी बाटो कता Where's बाटो This is बाटो यस्तो भन्छ बाटो होला यो सोधमा बाटोको ताकत यत्रो पहिरो गएको छ Hello guys, finally है मेरो खर्चमा त्यही भन्ने हुन्छ पानीको आवश्यकता छ रहेछ त्यहाँ पानी पर्नु आज चल्नु त्यसको लाएर यहाँ खोलाको विशेषको देखाइरहेको छु आजको ब्लग चाहिँ होला है त्यो त मिठो जोस् दसैँ रमाइलो भयो गरेको परिहाल्नु छैन हामी आएको भिडियो हेर्छौँ पिछैमा पापिडी बन्न भनेको खोलाहरू पनि छ है ल थ्याङ्क यू